हेलो एभ्रिवन, म पनि आज यो भाइरल लड्डु गराउन सिक्नु पर्यो भनेर गराउन लागेको है। अनि म चाहिँ थोरैमा मात्र ट्राई गर्छु, अनि मिल्यो भने चाहिँ पछि धेरै गराउँछु। मैले चाहिँ यो गुडमा गराएको हो। गुड पनि राम्रै हुन्छ नि त खानको लागि बेबीलाई, हामीलाई। त्यही भएर अनि यो गराउँदाखेरि चाहिँ मलाई एकदमै गाह्रो भयो। कसरी गराउनुहुन्छ होला है, यो सधैँ गराइराख्नेहरूले चाहिँ कसरी गराउनुहुन्छ होला जस्तो लाग्यो कि। अलि यो चाहिँ तात्तातोमै डल्ला पार्नु पर्ने रहेछ। अनि डल्लाहरू पार्दाखेरि नि मेरो त हात पोलेर, हात जलेर म त कस्तो आत्तिएको थिएँ। अनि हातहरू नि पोलेर रातै भएको थियो। मलाई त एकदमै गाह्रो लाग्यो यो गराउन। म फेरि कस्तो छ भने यो सुरुमा एकदमै जाँगर चल्छ, गराउँदा गराउँदै अनि यो मेरो नबन्न ला बन्दैन क्या हो जस्तो हुने। अलिकति आफूलाई त्यस्तो लाग्यो भने चाहिँ गराउनै अल्छी लाग्छ के झन्। अनि मेरो चाहिँ यस्तो खालको मात्र भयो, खासै राम्रो त भएन। त्यही पनि पुन्तेलाई चाहिँ भयो, उसले चाहिँ मिठाई भनेर छिटो खान्छु भन्दै थियो। अनि उसलाई खाएको मन पनि परिछ के, मिठो छ गरे।